बाबुरामजी जङ्गलको यात्रा गर्मी चाहिँ हुने नै रहेछ यहाँ पनि चुली हो नि त नि यहाँ थियो घर पनि भत्की गएछ अहिले त बाबाहरूको घर चाहिँ यहाँ थियो बाँसको तामा मेसु खोज्नु हिँडेको 2 राई छ कि छैन यो पनि यता पनि पर्थ्यो यता कहाँसम्म अनि यो खाँबोहरू त काम दिँदैन रहेछ त यहाँदेखिको भर्ती गर्छ उता नजोति घर सबै हो यो रुख सम्हाल्नु लाइन पनि यहाँसँग तिरेको फाइनली जङ्गलै छिरिसक्यो खोलै छौ हामी चाहिँ 2 हन्टिङमा हो क्या हन्टिङ बाँसको तामाको खोजीमा हो छ कि छैन तामा पनि यस्तो छ बाटोको हालत वस्तु चलाउने मात्रै रहेछ नि त बाटो पनि फेरि मामाको चप्पल ठुलो छ नि त्यो हिँड्दा हिँड्दै खुसी जाने रहेछ नि त चप्पल यही बाटोमा जानुहुन्छ क्या तुम्बाहरू त यहीँ झरेर होइन उता सिमलदार असलामा चाहिँ टन्नै रहेछ नि त्यो असल होइन कुन माछा हो नि खुल्ला आकाशको मुनि हामी छौँ केहीको सेप छैन घामले तताएर हामी बगर मात्रै छ बगर मात्रै मरुभूमि जस्तो वरिपरि हरियाली छ बिचमा बगर हन्टिङमा हिँडेको हन्टिङ पानी पनि तातो रहेछ नि के मजा आयो त किनै सुरु भइसक्यो हन्टिङले माछा कत्रो जुगा रुख खाँदै गरेको फाइनली हन्टिङ पनि हानिसक्यो 5वटा चाहिँ भेटायो तर छिपेको जस्तो छैन त गाइस मेसुको अचार खाने भने चाहिँ हामीलाई सम्पर्क गर्नु जङ्गल सफार पछिको दृश्य यहाँ छ माल यस्तो हुन्छ माल चाहिँ जोस्
दुईटा तीनटा चारटा पाँचवटा छवटा सातवटा जति भेलाइएछ यस्तै गरेको हाम्रो यो पछिको दृश्य हाम्रो यो हो अनुहार गर्मी यस्तो छ गाउँघरको चाहिँ तल आजको जङ्गल तल तल पारी भित्र